Hello guys, namaste. Today we are going to jungle tira. Daura garna. चलो चलो चलो. पालो हाम्रै हो नि त बाहिर धुने अब. के कसो? क्यामेराम्यान कस्तो खाले सोध्नु पर्छ नि अलि यो के गर्न बोकेको के गर्ने हो भनेर यसो सोध्नु पर्दैन नसोधे पनि नसोध म आफै भन्छु गाइस यो चाहिँ उ गर्ने है हाम्रो चाहिँ रुखमा बराबर हैन के माथि टुकाबाट जान्छु त्यही भएर यसले तान्ने के दाउरा तान्ने खोला जाम लाग्यो फेरि सिलेर खेल्न जाम भूमि जाम हाम्रो भाइले रुखमा गएर दाउरा पनि झार्न आँटिसक्यो मैले बोकेको अघि न काम लाग्यो कि लागेन ऊ दाउरा गाइस दाउरा हामी यस्तो तरिकाले गर्छौँ कि दाउरा हामीसँग दाउरा गर्ने आइडिया खतरा छ ऊ दाउरा यो काम तिमीले चाट्ला त चप्पलसित किन गालानु बाबु चप्पलसित नजान्न भाइले झार्ने हामीले दाउरा बटुल्दै हिँड्ने साथीहरु हाम्रो काम यही हो दाउरा अर्को कहाँ झरे कुन्नी के रे दाउरा राम्रोसँग पाके रहेछ रे पुरै रुखमा चढिरहेको छ उ चाहिँ बिस्तारै बिस्तारै भाइले दाउरा काट्दैछ हामी चाहिँ दाउरा भेटेपछि यसरी केही गरी छोड्दैनौँ हामी डोरी मिलाएर हुन्छ कि त्यसलाई चाहिँ झारेरै छाड्ने हाम्रो प्लान हो डोरीहरू मिलाएर यति लामो बनाएर यसरी रुखमा मिलाएर दाउरा तान्नु छ दाउरा झर्दैछ दाउरा ओ झर्या गरे प्रगति गरेर केटोले गर्छ यो नतानेर जानुभयो कि बुबु अरु दाउ कम बोकी के हो त दाउरा भोक लाग्यो भोक हाम्रो दाउरा भोक लाग्यो दाउरा देखिन्न नि त किन गराइ त्यसको यस्तो छ हाम्रो हालत पानी खान यस्तो छ जङ्गलमा पानी हामीले प्लास्टिकमा लिएको छ भोक लाग्यो अब चाहिँ हाम्रो चटपटे बनाएर खाने कार्यक्रम हुन्छ त्यसपछि हामी चाहिँ दाउराको बिटो लाएर जान्छौँ घरतिर चटपटे बनाउने अब है कसले बनाउने रेडी हुने ल हाम्रो चटपटे बनाउने कार्यक्रम सुरु हुन लागिसक्यो हाम्रो भाइ हो चटपटे बनाउने कुकम्यान फेरि किन चटपटे खाने आदिले
हात धोएर चटपटे खान्छन् उनले चाहिँ मेरो बुहारीले ज्ञानी छैन हात धोएर खानुपर्छ भन्ने उनलाई पूर्ण रूपमा ज्ञान छ होइन मौवा पार्छ नि त खै कति हाँस्यो हाल्ने हो त यो रङ फिट्ने एकछिन है भयो कुकम्यान पानी बोक्ने म्यान यो त फेरि सस बनाउने म्यान ओहो सबै काम गर्ने म्यान भयो हाम्रो सस पनि रेडी भइसक्यो म फेरि प्याज काट्ने म्यान हाम्रो आफ्नो आफ्नो काम छ साथीहरू हामी म्यान काट्ने काम अब भयो बन्द गर कोहीको प्याज हाम्रो चटपटे रेडी भइसक्यो खानालाई आतुर भएको हामी मिठो छ चटपटे देखाउनु के यता चटपटे कुकम्यानलाई त देखाउनु पर्यो झन् विशेष गरी यति मिठो चटपटे बनाउनेलाई त नदेखाएर कहाँ हुन्छ झन् हामी चाहिँ खाएको ल चटपटे खाएको ल गाइस यता हेर्दै न केटीहरू लाजले भुतुक्कै भइगयो क्या